ल गाइस मेरो चाहिँ नयाँ भ्लगमा हजुरहरुलाई स्वागत छ। यो चाहिँ मेरो नयाँ गाउँ भन्ने भ्लग हो हैन। यो हाम्रो चाहिँ एकदमै सुर्खेतको पश्चिम साइडमा रहेको यस सिमल चौर गाउँमा चाहिँ हेर्नुस् कस्तो छ यहाँको माहौल, एकदम सुनौलो चटडा हेर्नुस्। यहाँको डाँडा पाखा घरहरू सबै एकदम राम्रो छ हैन। हेर्नु चट्टला र यहाँको सुन्दरता भनेको नै यहाँको खेत, यहाँका रुखहरू, यहाँ कराउने चराचुरुङ्गी र कोइलीको मिठो धुन लगायत यहाँ विभिन्न। म पनि फर्स्ट टाइम आएको छु यता चाहिँ हैन, पहिलोचोटि आएको र मैले के देख्छु र त्यही कुरा हजुरहरुलाई देखाउन चाहन्छु म भिडियो मार्फत। हेर्नु होला कस्तो लाग्छ, प्रतिक्रिया दिन नभुल्नु होला। रोड पनि एकदमै राम्रो छ हैन। हामी चाहिँ मा भन्छौँ चट्टला हैन, मा भन्छ हामी चाहिँ, तर हिँडिरहेछौँ हामी पनि। हामीले चाहिँ यतातिर हैन यसो न के खेत रोप्दैछौँ हामी चाहिँ, त्यसैले चाहिँ यता आएको हो। खासै त्यस्तो आउनुपर्ने कारण त थिएन, तर पनि आएको। तर बहुत सुन्दर छ यहाँको ठाउँ चाहिँ, एकदम राम्रो है। ए रहन्छ सर्प हो कि भनेर म तर्सिएको थिएँ, तर सर्प रहन्छ हैन, केले झार हल्ला रहेछ। ठिकै छ, त्यसमा पनि केही छैन। ल लेट्स गो।